नमस्कार सम्पूर्णलाई बिहानी अभिवादन। म यतिखेर बुटवल उपमहानगरपालिका वार्ड नम्बर यो 19देखि रानीगञ्जदेखि तपाईँहरूलाई आज योगीकुटीसम्मको बाटोको अवस्था त्यहाँ के छ कस्तो छ भन्ने देखाउँदैछु। म बिहान करिब यो 5:30 जति गइसकेको छ। म बुटवल उपमहानगरपालिका वार्ड नम्बर 19 रानीगञ्ज क्षेत्रमा छु। म अहिले है रानीगञ्ज क्षेत्रमा छु। यहाँनिरबाट यो बेलबास पेथरी सडक खण्ड अन्तर्गत बाटोमा जोडिन्छ। यो बाटो चाहिँ अलपत्र छ, अहिले पनि पहिलादेखि नै अलपत्र छ। यहाँनिर जाँदाखेरि यो बुटवलतिर निस्कने रानीगञ्जतिर निस्कने बाटोमा यहाँनिर चाहिँ वर्षौँ पहिल्यैदेखि नै हेर्नुहोस् त यहाँ कति ठुलो यहाँ खाडल परिरहेको छ। अहिलेसम्म यो बनाएको पनि छैनन् कसैले। यस्तै छ अवस्था। बिहानको बाटो खास गरी यो लालित्य दृश्य भनिन्छ। यो मर्निङ भ्यू एकदमै राम्रो किसिमको देखिरहेछ। यहाँ यो बिहानको समयमा बिस्तारै सूर्योदय हुँदै गर्दाखेरि बुटवल लगायतका क्षेत्रहरूमा खास गरी भित्री बाटोहरूमा पनि मानिसहरू हिँड्ने गरेको पनि पाइन्छ। यो चाहिँ एकदमै राम्रो मर्निङ भ्यूज भनौँ न, एकदमै राम्रो किसिमले देखिरहेको छ। हामी अगाडि बढिरहेका छौँ। अनि यसै गरी यहाँनिर गइसकेपछि एउटा कन्स्ट्रक्सन एउटा कम्पनी पनि छ यहाँनिर। अनि यसको राइट हुँदै जाने भने एउटा यहाँ थारू गाउँ आउँछ। यहाँ सरस्वती थारू चोक पनि भनेर यहाँ उल्लेख गरेको छ। मानिसहरू बिहान मर्निङ वाक पनि हिँड्ने गर्नुहुन्छ। यहाँनिर गइसकेपछि यो थारू चोकमा यहाँनिर चाहिँ थारू बस्ती छ। थारू समुदायका व्यक्तिहरू धेरै जस्तो यहाँ बस्नुहुन्छ। अनि यहाँनिर हामी गइसकेपछि थोरै अगाडि गइसकेपछि यहाँबाट टुक्क रानीगञ्जको त्यो पुलनिर निस्कने बाटो जुन नयाँ बाटो फराकिलो बाटो बनिरहेको छ त्यहाँनिर चाहिँ हामी जान सकिन्छ। अनि यहाँनिर यो सरस्वती थारू चोक भनेर नि छ, यसको नामाकरण गरिएको छ। यो बिहानको समयमा चाहिँ मानिसहरू मर्निङ वाकमा निस्कने अनि कुनै त काममा जानको लागि पनि निस्केको पनि हामी पाइयो। यो चाहिँ ठुलो बाटो, एकदमै विस्तार भएको बाटो छ। यो बाटो चाहिँ उता बुटवलको बेलबरिया हुँदै अनि चम्कीपुर हुँदै सेमलार हुँदै सैना महिनाको कर्साघाट हुँदै सैना महिनाको बर्मा चोक निस्कने गरेर ठुलो बाटो विस्तार गर्ने, खास गरी यो वैकल्पिक बाटोको रूपमा प्रयोग गर्ने भनेर चाहिँ यो बाटोलाई विस्तार गरिएको हो। तर यहाँनिर मात्रै छ भनेको बुटवल 19सम्म मात्रै पुग्यो। त्यहाँदेखि तलतिरपट्टि चाहिँ यसको विस्तारको काम भएको छैन। केही समय पहिलाको सरकारले बजेट विनियोजन गरेको थियो भन्ने पनि सुनिएको थियो। तर 25 लाख कि कति हो त्यसले चाहिँ के काम हुन्छ र त्यति भएन। अनि यहाँनिर चाहिँ टिप्परजी आउनुभयो ठ्याक्क बाटोमा। यो चाहिँ रानीगञ्जको पुलमा म पुगिराखेको छु। रानीगञ्जको पुलबाट पुलकै आडामा चाहिँ यहाँ मगरघाट भन्ने पनि छ। खास गरी अन्तिम दाह संस्कार गर्ने ठाउँ पनि हो यो मगरघाट नै रहेछ। हिजो अस्ति चाहिँ यो बाटोमा यहाँ एकदमै धेरै छाडाचौपाईहरू गाईहरू होइन, गाई गोरुहरू के साँडीहरू कति धेरै हुन्थे। आज चाहिँ अलिक कम छन् यहाँ। पहिला चाहिँ हुन्थे। तर मानिसहरू चाहिँ पुलमा आएर बसोबास गर्ने, बिहानमा मर्निङ वाक गर्ने अनि कुनै त यहाँ एक्सर्साइज गर्ने गरेको नि पाइन्छ होइन। त्यहाँ मास्तिरपट्टि चाहिँ अहिले नयाँ एउटा यो जिम सेन्टर पनि खोलेको छ। त्यो मानिस जानु छ। ल हेर्नुहोस् यहाँनिर टक्क सूर्योदय हुँदै गर्दाखेरिको दृश्य यस्तो राम्रो, यति राम्रो दृश्य छ। हामी सबैलाई लोभ्याउने दृश्य छ। खास गरी मगरघाट चोक भनेर लेखेको एउटा बोर्ड पनि देखिन्छ यहाँनिर। यहाँनिर हुँदै हामी चाहिँ योगीकुटीतर्फ लाग्छौँ। यो बाटो चाहिँ अत्यन्तै राम्रो फराकिलो बाटो रहेको छ भन्न सकिन्छ। केही समय मास्टरपट्टि जाँदै गर्दाखेरि यसको लेफ्ट साइडबाट चाहिँ रङ्गशाला पनि गइन्छ। रङ्गशाला पथ हो यो। अनि त्यहाँनिरबाट थोरै मास्टर गइसकेपछि अब हामी शान्ति चोकतर्फ आउँछौँ। अनि शान्ति चोकमा गइसकेपछि त्यसपछि त जोइकुटी आइबी। यो चाहिँ शान्ति चोकको दृश्य हो। शान्ति चोकबाट अगाडि बढ्दै जाँदाखेरि अगाडि बढिरहेछ हामी। अझै शान्ति चोक आएको छैन। यो चाहिँ देवसिद्ध चोक, देवसिद्ध चोकतिर जाने बाटो। अनि
होराइजन कलेज पनि गइन्छ त्यहाँदेखि। अब माथि गइसक्यो शान्ति चोक आयो। अब शान्ति चोक आउन लागेको छ। एकदमै मर्निङ भ्यू चाहिँ एकदमै राम्रो छ, देखिरहेको छ चट्ट पहिले लालित्य दृश्य पनि भन्ने गरिन्छ हामीले यसलाई होइन। टक्क बिहान सूर्योदय हुने बेलाको अवस्था यसले चाहिँ अत्यन्तै राम्रो किसिमले चाहिँ एकदमै मर्निङ भ्यूजमा चाहिँ एकदमै राम्रो एकदम मनमोहक दृश्य चाहिँ देखिरहेको छ। यो चाहिँ शान्ति चोक हो है। शान्ति चोक यहाँनिर छ। यहाँ ड्याडिज किचनको नयाँ एउटा आउटलेट पनि खुल्दैछ। यतापट्टि ड्याडिज ट्रक पनि छ, ट्रक फुड ट्रक। यहाँ एकदमै काया प्लट ल्याउँछौँ नेपालमा भन्दै स्थापना गरेको पनि पाइन्छ। यहाँ कफी हब, द कफी हब हाम्रै चिजहरूको हो। यो चाहिँ बिहानको मर्निङ भ्यूज तपाईँलाई म देखाइरहेको छु। अब धेरै समय छैन जुइगुटी आउनलाई। जुइगुटी चोकमा आइसकेपछि यो मेन हाइवेमा जोडियो, खास गरी सिद्धार्थ हाइवे। बुटवलदेखि बेलैया अनि बुटवलदेखि पोखरा, स्याङ्जा, बागलुङतर्फ जाने बाटो सिद्धार्थ हाइवे यहाँनिर चाहिँ छ। हामी चाहिँ सिद्धार्थ हाइवेमा आइयो। आजलाई चाहिँ यति नै।